हामी रकैलाका माडो जाँदैछौँ। त्यहाँ भाइहरू अगाडि हिँडिराखेका छन्। हाम्रो पुरानो पूज्यमान नमदेवका माडोमा रकैल भन्ने ठाउँमा हेर्नुहोस्, यस्तो छ रकैलको ठाउँ। यस्तो डाँडामा हेर्नु त, यस्ता घर छन् रकैलमा। दिमी जग्गा भन्ने कुरा केही पनि देखिन्न। मेला फकाला गाई भैँसी पाल्लाको लागि मात्र यहाँ सुविधा रहेछ। बाँझ ब्राउन्स भएको काफल भएको ठाउँ। यी बाँझ ब्राउन्सका रुख पनि सबै हेर्नुहोस् त। भिमल, चिउरो, तिमिलो यस्तो चिज पनि यहाँ देख्यौँ हामीहरूले। अब लेखाली भाग भनौँ भने बाँझ ब्राउन छ। औली भाग भनौँ भने चिउरी पनि छ। चिसो भनेको पनि धेरै। यो हेर्नुहोस्, पखानकै बाटो रहेछ यहाँ। बिहान हामी 8 बजे नमदेवको दर्शन गर्नलाई उनको माडोमा जानेछौँ। त्यहाँ ती दुई भाइहरू अगाडि हिँडिराखेका छन्। हे प्रभु, चिसो भनेको धेरै। 9 गते फागुन, आज 2081। ओहो, अति चिसो छ यहाँ। हेर्नुहोस् त, मेलसेल भएको बाँझ ब्राउन्स काफल यस्तो ठाउँ। त्यहाँ पारि पनि रोड भएको। उहाँ हाम्रा पार्की धामी रकैलका, उनीसँग हामी नमदेवको मठमा जाँदैछौँ। उहाँ आउनुभयो धामीजी। हेर्नुहोस्।